ए बाउ यहाँ अलिकति साइन गरिदिनुहोस् न हौ। के को कागज हो? ए अलिकति काम थियो कि। आजदेखि अब यो प्रपर्टीको मालिक म। बाउ अब यो सबैको मालिक मै हो। बुढोको त फ्युज गयो कि क्या। अस्तिदेखि म तिमीलाई भन्नु बिर्सिरहेको छु। यो घर बनाउँदाखेरि नि 10 लाख रुपियाँ लोन लिएको थिएँ कि, अनि त्यो ब्याङ्कबाट नोटिस आएको छ। अब त्यो तिमी आफै तिर ल। मेरो लागि त सोचेन, सानो भाइको लागि पनि सोचेन होइन तिमीले। अब तिर आफै ल। देख्नुभयो दादा, बाबालाई फसाउनु खोज्नु हुँदै थियो नि, अहिले आफै फस्नु भयो नि। भन्छ नि आफूले खनेको घरमा आफै बस्छ। अब अध्ययन गरौँ न।